हेलो साथीहरु, आजको भिडियोमा चाहिँ आफ्नो फेसबुक पेज कसरी डिलिट गर्ने भन्ने कुरा हजुरहरुलाई सिकाउन गएको छु। त्यसको लागि सुरुमा हामीले आफ्नो फेसबुक ओपन गर्नुपर्ने हुन्छ। फेसबुकमा पेज रहेको छ भनेपछि त्यो पेजलाई लगइन गर्नुपर्ने हुन्छ। मेरो फेसबुक पेज लगइन गरिसकेको छु। यति लगइन गरिसकेपछि अब यहाँ 3 वटा लाइनमा क्लिक गर्नुपर्छ। 3 वटा लाइनमा क्लिक गरिसकेपछि स्क्रोल गर्नुपर्छ। सेटिङ एन्ड प्राइभेसी छ, त्यसमा क्लिक गर्नुपर्छ। सेटिङमा क्लिक गर्नुपर्छ। सेटिङमा क्लिक गरिसकेपछि अब स्क्रोल गर्नुपर्छ। स्क्रोल गर्नुपर्छ। यहाँनिर रहेको छ यो एक्सेस एन्ड कन्ट्रोल भन्ने अप्सनमा क्लिक गर्नु होला। यति गरिसकेपछि हामीले क्रिएटमा क्लिक गर्ने अनि कन्फर्म गर्ने। कन्फर्म गरिसकेपछि अब हामीले यो अप्सन चुज गर्ने पर्ने हुन्छ। मैले एउटा अप्सन चुज गरेँ। गरिसकेपछि अब यो कन्टिन्यूमा क्लिक गर्नुपर्छ। कन्टिन्यूमा क्लिक गरिसकेपछि फेरि कन्टिन्यूमा क्लिक गर्नुपर्छ। यति गरिसकेपछि आफ्नो फेसबुकको पासवर्ड राख्नुपर्ने हुन्छ। मैले पनि आफ्नो फेसबुकको पासवर्ड राख्छु। आफ्नो फेसबुकको पासवर्ड राखिसकेँ। अब यसलाई कन्टिन्यू गर्नु होला। कन्टिन्यू गरिसकेपछि अब डिलिट पेजमा क्लिक गर्नु होला। अब हाम्रो फेसबुक पेज डिलिट भइसकेको छ। अब म आफ्नो फेसबुकलाई लगइन गर्छु। फेसबुक आइडीलाई लगइन गर्छु। यसरी नै हजुरले आफ्नो फेसबुक पेज सधैँको लागि डिलिट गर्न सक्नुहुनेछ।